हेर्नुस् गाइज, यहाँ हाम्रो दाइहरू लाग्नु भएको छ धान रोप्नको लागि, एकदम मेहनत गर्दै कुलो खन्दै। हेर्नुस् गाइज, मेरो भ्लगलाई तपाईले धेरैभन्दा धेरै लाइक शेयर गरिदिनु होला, उहाँको दुःख मेहनतहरूलाई पनि हेरिदिनु होला। हेर्नुस् गाइज, यति मेहनत गर्नुपर्छ, वर्ष दिन को लागि। हेर्नुस् उहाँहरू लाग्नु भएको छ पानीको लागि, वर्ष दिन चाहिने पानी, तर बर्खाले गर्दा यहाँ एकदम बिजोग गरिहाल्छ, त्यही भएर चाहिँ अब उहाँहरू लाग्नु भएको छ। हेर्नुस् यत्रो कुलो दुईजनाले मात्र बनाउनु भएको छ, खन्नु भएको छ। हेर्नुस् गाइज, उहाँहरूलाई केही न केही त अब तपाईहरुले लाइक शेयर त गर्नुपर्छ, अलि भिडियोलाई शेयर गरी अगाडिसम्म पुर्याइदिनुपर्छ, हैन त दाइ? भन्नुस् दाइ, तपाईले कस्तो लागिरहेछ? पहिरो आएको आइ हुन्छ। हजुर, अब वर्ष दिन खानको लागि हामीले धान रोप्नै पर्ने हुन्छ, कुलो यस्तो हुन्छ। तर वर्ष दिन पनि खाने पुग्दैन होला, हैन? राज्यले हेर्थ्यो भने अलिकति केही सुविधा हुन्थ्यो कि भन्ने आशा छ। हजुर, दे हुन्छ। अब तपाईले यो खन्न लाग्नु भएको कति दिन भयो कुलो दाइ? 2 दिन भयो। 2 दिन भयो नि? 2 दिनसम्म तपाईले यस्तो राम्रो गराइहाल्नु भएको छ, हैन? अझै 2-3 दिन अझै लाग्छ होला, हैन? तपाईहरुको मेहनत यति हेर्नुस् गाइज, यस्तो छ दुःख, के गर्नु र। गाउँ घरमा अब किसान भन्नुहुन्छ तपाईले, किसानको केही इज्जत र मूल्य गर्नुहुन्न। हेर्नुस् किसानले कति मेहनत गर्नुपर्छ, कसरी उब्जाउँछ भन्ने कुरो त अब किसान गरेपछि मात्रै थाहा हुन्छ। हजुर हजुर। अब 2-4 दिन अझै पानी पुगेपछि बल्ल तपाईले रोप्नुहुन्छ होला, हैन दाइ? अब पानी नभए त कामै छैन। हजुर, हेर्नुस् 2 जना लाग्नु भएछ, एउटा यहाँ हाम्रो भेना हुनुहुन्छ, एउटा हाम्रो दाइ हुनुहुन्छ, 2 जना लाग्नु भएछ, मेहनत गरिराख्नु भएछ। साथीहरु हेर्नुस्, किसान भनेको यस्तो हुन्छ, किसानले कति मेहनत गर्छ भन्ने कुरा तपाईहरुले आफै मूल्याङ्कन गर्नुस्। शहरमा बसेर किसान त केही होइन भन्नुहुन्छ, हेर्नुस् कति मेहनत गर्नुपर्छ किसानले। यो त हाम्रो गाउँको सानो जस्तै भिडियो क्लिप्स तपाईले देखाएको दुःख पीडा कस्तो हुन्छ, कष्टहरु कस्तो हुन्छ भनेर दाइहरुको तपाईले माया गरेर शेयर लाइक गरिदिनु होला। अनि यो भिडियो सकेसम्म अगाडिसम्म पुगाइदिनु होला राज्यसम्म, उहाँले पनि केही राहत उहाँहरूले दिनुहुन्छ कि। एउटा लाइक त तपाईले किसानलाई भयो भने गरिदिनु होला है, एउटा शेयर त गरिदिनु होला। पक्कै पनि मलाई आशा छ तपाईहरुले किसानलाई माया गर्नुहुन्छ भने पक्कै पनि तपाईले लाइक शेयर गर्नुहुन्छ। ल हुन्छ, अब दाइहरुसँग म छुट्टिँदैछु, अहिलेको लागि बिदा मागौँ। ल हस् त है, धन्यवाद।